ल दाजुभाइ दिदीबहिनीहरू, अब हेर्नुहोस्, विश्वभरिबाट नेपालभरिबाट आज शनिबार को दिन हो, छुट्टीको दिन हो। हामी पनि आज छुट्टी मनाऊँ भनेर यहाँ चाहिँ यो मन्त्रालयमा चाहिँ ढिँडो पकाएर खाऊँ भनेर चाहिँ यहाँ ढिँडो पकाउनको लागि तर्खर गर्दैछु। पिठो ल्याइदिनु भएको छ साथीहरूले, कता कताबाट पिठो ल्याइदिनु भएको हुनाले चाहिँ आज ढिँडो पकाएर छुट्टी मनाऊँ भनेर उता तरकारी पनि पाक्दैछ। बोडी, आलु बोडीको चाहिँ के अरे सिमीको तरकारी पनि पाक्दैछ। यहाँ चाहिँ मैले यो साथीहरूले ल्याइदिएको पिठोबाट ढिँडो पनि पकाउँदैछु। ल हेर्नु, ढिँडो पकाउनु कसैले थाहा छैन भने अब हामी त ढिँडो खाएर सानो बालखैदेखि चाहिँ ढिँडो खाएर ढिँडो आफैले पकाउने, ढिँडो खाने गरेर हुर्केको मान्छे। त्यस कारणले यहाँ ढिँडो पकाउनको लागि पनि तपाईँहरूलाई एउटा यो देखाउँदैछु होइन। यो चाहिँ स्टन्ट गर्यो नभन्नु होला, स्टन्ट गरेको होइन। आज चाहिँ छुट्टी मनाएको। अब कहाँ जानु त, अब कहीँ जाने ठाउँ छैन है। अब कहीँ जाँदाखेरि पनि अब के कामको लागि जाने भनेर आज छुट्टी मनाउनुलाई, किनभने आज चाहिँ मन्त्रालयमा बिहान 3 ग्रुप आउनु भएको थियो। 3 ग्रुपसँग छलफल गरेर अहिले चाहिँ यो चाहिँ खाना खाने बेलामा ढिँडो पकाउँदैछु। ल